मैले अहिले रुमको कति पे गरिरहेको छु 2000 मा तपाईको 1400-1500 त खर्चै भयो हैन। अब त्यो स्यालेरी हल्का बढेको छ। सो पर आवर तपाईको भनेपछि रुमको छुट्टै भाडा लिन्छ तपाईहरुले। अनि यहाँ एड्रेस तपाई टोटल गर्दाखेरि तपाईको खर्च नै प्लान चाहिँ कस्तोको लागि आउने भन्दाखेरि अब जुन मान्छेहरुको चाहिँ अब So hello guys, it's me Enis Mahajan. I'm back again with a new video. तपाईहरुलाई मेरो च्यानल नेपाल ब्लग्स मा धेरै स्वागत छ। सो आजको भिडियोमा चाहिँ म आफ्नो नेदरल्यान्डको 2 इयरको एक्सपिरियन्स तपाईहरुमा शेयर गर्ने छु। सो नेदरल्यान्डमा के छ कस्तो छ, तपाईहरु आउँदा ठीक हुन्छ कि हुँदैन, यहाँ कमाई कति छ, यहाँ स्टुडेन्टहरुले कमाएर नेपाल पनि पठाउन सक्ने, आफ्नो यहाँ खर्च उठाउने, कलेज फी तिर्ने सबै यताउति गरेर गर्न सक्छ कि सक्दैन, के छ कस्तो छ सबै यो भिडियोमा भन्ने छु। सो भिडियो लास्टसम्म हेर्नु होला। सो सुरु गरौँ है त भिडियो। इन्कम भन्दा नि पहिला एक्सपेन्सेसको कुरा गरौँ, यहाँ के खर्च कति खर्च लाग्छ भनेर। सो सुरुमा फर्स्टमै रहेको छ तपाईको रेन्ट हैन। रेन्ट अहिले चाहिँ धेरै बढ्दै छ रेन्टको प्राइसहरु सबै ठाउँमा। रुम पाउन नि एकदम गाह्रो भइरहेको छ। काम त तपाईले आउँदाखेरि पाउनु होला, तर रुम पाउन चाहिँ एकदम गाह्रो छ हैन। सो मैले अहिले रुमको कति पे गरिरहेको छु भने 600 पे गरिरहेको छु हैन। सो अनि रुम यहाँ चाहिँ कस्तो छ भने चाहिँ रुमको छुट्टै भाडा लिन्छ तपाईहरुले। अनि यहाँ एड्रेस तपाईको रेजिस्टर गर्नुहुन्छ नि, म यहाँ यो घरमा बसेको छु है भनेर तपाईको एड्रेस म्युनिसिपालिटीमा रेजिस्टर गर्नुपर्ने हुन्छ। त्यसको नि यहाँ अब मान्छेहरुले बिजनेस बनाएको छ। सो रुमको 600 तिर्नु पर्यो अनि एड्रेसको 150 छुट्टै तिर्नु पर्छ। सो अनि त्यसपछि तपाईले यहाँ ट्राभल गर्दाखेरि अब जीबीबी र एनएस को छुट्टै हुन्छ। जीबीबी मा चाहिँ के पर्छ भने चाहिँ ट्राम, मेट्रो अनि बसहरु पर्छ। अनि एनएस मा चाहिँ ट्रेनको छुट्टै हुन्छ त्यो। सो जीबीबी को सब्स्क्रिप्सन लिँदाखेरि तपाईले एनएस मा चल्दैन। अनि सो ट्रेनको छुट्टै लिनुपर्छ अनि त्यसको छुट्टै लिनुपर्छ। सो तपाईको कलेज यदि एम्स्टर्डममै छ भने त तपाईले ट्रेनहरु त्यति चढिराख्नु पर्दैन। तपाईले बस, ट्राम, मेट्रोमै चढेर आफ्नो कलेज काम जान सक्नुहुन्छ। तर तपाईको यदि एम्स्टर्डम भन्दा बाहिर छ भने चाहिँ तपाईले बस अनि ट्रेनहरु चढ्नु पर्ने हुन्छ। सो ट्रेन यहाँ अलि एकदमै एक्सपेन्सिभ छ। सो ल तपाईले यहाँ एम्स्टर्डम भित्रको सब्स्क्रिप्सन लिनुभयो त्यसको 100 युरोज पर्छ हैन। तपाईले अब ट्रेन अलि महँगो भएको कारणले सो ट्रेनको सब्स्क्रिप्सन नलिँदाखेरि तपाईहरुलाई अलि महँगो पर्छ। सो सब्स्क्रिप्सन तपाईको कलेज सपोज अब हार्लेममा इन हल्यान्डमा छ भने त्यहाँ आउने जाने तपाईको 10 युरो खर्च हुन्छ, जाने 5 युरो आउने 10 युरो। सो सब्स्क्रिप्सन लिँदाखेरि 150 लिन्छ, 150 समथिङ लिन्छ हैन। 150 त्यहाँको ट्रेनको सब्स्क्रिप्सन भन्नुभयो हैन। अनि त्यसपछि तपाईको खाना ओर्ने यताउति गर्दाखेरि सब मानम 200 जति लाग्छ भने हैन तपाईलाई। अनि 100 युरो यताउति खर्च हुनलाई तपाईले यता खानुभयो साथीहरुसँग यताउति के गर्नुभयो त्यो 100 युरो छुट्याइदिम त्यसको लागि। अनि त्यसपछि तपाईको यहाँ चाहिँ अब तपाईले काम गर्न थाल्नु भएपछि तपाईको स्टुडेन्ट इन्स्योरेन्सले काम गर्दैन। यहाँको त डचहरुले जस्तै तपाईले नि बेसिक इन्स्योरेन्स लिनुपर्ने हुन्छ। सो अनि इन्स्योरेन्स लिनु भएन भने चाहिँ तपाईको यहाँ फाइन आउन सक्ने चान्सेस हुन्छ। सो इन्स्योरेन्सको 140-150 समथिङ लिन्छ। सो 150 भनम त्यसको टोटल गर्दाखेरि तपाईको खर्च नै 1450 हुन्छ है। खर्चको कुरा भयो। अब कमाईको कुरा कति हुन्छ कमाई त अहिले स्यालेरी हल्का बढेको छ। सो पर आवर तपाईको गोरीहरुकोमा अब यहाँको डचीहरुकोमा काम गर्नु भयो भने चाहिँ 13 पोइन्ट समथिङ दिन्छ, 13-14 नै भनौं न दिन्छ पर आवर। तर तिनीहरुले 16 स्टुडेन्ट भएपछि तपाईले 16 घण्टा भन्दा बेसी काम गर्न पाउनु हुँदैन तिनीहरुकोमा। सो तिनीहरुले 16 घण्टा मात्र हप्ताको काम दिएर तपाईहरुले इनफ हुँदैन। सो अब यहाँ इन्डियन, नेपाली, बंगालीहरुकोमा काम गर्नु पर्दाखेरि तिनीहरुले 13-14 दिँदैन। दिने भनेको तिनीहरुले 10-12 कोहीले 8 अब त्यो हेरी हुन्छ त्यस्तो दिन्छ आवर दिए नि। सो मानम तपाईलाई 12 दियो रे हैन, 12 दियो। अब महिनाको तपाईले 40 घण्टै काम गर्नुभयो भने 1900-2000 भयो हैन। 2000 मा तपाईको 1400-1500 त खर्चै भयो हैन। 1400-1500 खर्च भएपछि बाँकी 500 अब तपाईले कलेजको लागि जम्मा गर्ने कि नेपाल पठाउने कि के गर्ने कि अब यहाँ यताउति कतै खर्च लाग्ला अझै बेसी होला खर्च। त्यो त मैले मिनिमम खर्च भनेको। सो अनि अब सरी मैले अनि मोबाइलको त जोड्नै बिर्सियो। अनि तपाईले अब यहाँ आउने बित्तिकै आइफोनहरु किन्नु होला। आइफोनको अब छुट्टै डाटा समेत लिँदाखेरि त्यसको 66-70 नै युरोज भनौं। त्यसरी खर्चहरु बढ्दै जान्छ। सो
सो आफैले सोच्नु अब तपाईँको कमाइ यति हुन्छ, खर्च यति हुन्छ, मैले आएर सेभ गर्न सक्छु कि सक्दैन, सेभ गरेर आफ्नो कलेज फी उठाउन सक्छु कि सक्दिनँ, अनि त्यसपछि नेपाल पठाउन सक्छु कि सक्दिनँ भनेर आफै सोच विचार गर्नु होला। अनि त्यसपछि आउनु होला कन्सल्टेन्सीले राम्रो छ कमाइ चाहिँ यताउति भनेर कन्सल्टेन्सीहरूको भरमा नआउनु होला। आफैले रिसर्च गर्नु, यहाँ आएकोहरूलाई म्यासेज गर्नु, के छ कस्तो छ सिचुएसन भन्नु, सोध्नु, अनि त्यसपछि हेरेर बुझेर नेदरल्यान्ड मात्र नहेर्नु, अरू अप्सन पनि राख्नु। सो अनि नेदरल्यान्ड चाहिँ कस्तोको लागि आउने भन्दाखेरि अब जो मान्छेहरूको चाहिँ अब आउँदाखेरि लोन हुँदैन हैन, अनि अब तपाईँहरूले अनि घरबाट नि पछि अब सक्नु भएन कलेज फी जम्मा गर्न भने नेपालबाट मगाउन सक्नुहुन्छ भने चाहिँ त्यस्तो मान्छेहरूको लागि चाहिँ आउँदा अलि बेटरै हुन्छ। यहाँ अब ठाउँ रमाइलो छ तर एक्सपेन्सिभ छ, अब झन्झन महँगो हुँदै गइरहेको छ नेदरल्यान्ड होइन। रुमको भाडा झन्झन महँगो हुँदै गइरहेछ। पहिला अब 400-300मा आउने रुम अहिले 600-700 भन्छ, कोही कोही रुम त्यति भन्छ 800-900सम्म भन्छ। त्यो अब दलाल एजेन्टहरूको थ्रुबाट रुम खोज्नु भयो भने तिनीहरूले त अझ 1 महिनाको डिपोजिट अनि 1 महिनाको रेन्ट अनि माग्छ। मेरो जर्नीको कुरा गरौँ, सुरुमा आउँदाखेरि त पहिला अब यहाँ तपाईँको बिएसएन चाहिन्छ, कतै नि अब अप्लाई गर्नु कामको अप्लाई गर्नु पऱ्यो, काम गर्नु पऱ्यो भने तपाईँको नम्बर हुन्छ बिएसएन नम्बर। त्यो तपाईँले म्युनिसिपालिटीमा रेजिस्टर गरेर म यो घरमा बस्छु भनेर एड्रेस रेजिस्टर गरिसकेपछि म्युनिसिपालिटीहरूले दिन्छ तपाईँलाई बिएसएन नम्बर। अब सुरुमै तपाईँ आउने बित्तिकै रुमको टेन्सन हुन्छ, अनि त्यसै रुम पाउनु भयो अरे, अनि रुम पाउनु भइसकेपछि एड्रेस खोज्ने टेन्सन हुन्छ। त्यही जुन घरमा बस्छ त्यो घरमा एड्रेस दिन सक्ने चान्सेस अलिक कमै हुन्छ, तर त्यही पनि तपाईँहरूलाई दियो भने अब अपोइन्टमेन्ट लिएर जाने। एम्स्टर्ड्यामभित्र त त्यही दिन बिएसएन दिन्छ, नभए एम्स्टर्ड्याम बाहिरतिर चाहिँ अलि 2-3 दिन लाउँछ, तपाईँको मेलमा आउँछ, पोस्टमा घरमा लेटरमा आउँछ बिएसएन नम्बर। सो अनि मेरोमा केसमा चाहिँ के भएको थियो भने मलाई रुम पाएँ तर अब एड्रेस पाउन अलिक टाइम लाग्यो, 1 महिना 1.5 महिना जति टाइम लाग्यो। अनि अब एड्रेस पाएपछि रेजिस्टर गरियो, रेजिस्टर गरेपछि बिएसएन आयो। अब बिएसएन त आयो, अब काम खोज्नु पऱ्यो, काम खोज्यो यता गयो उता गयो सोध्न गयो, काम पाएपछि तपाईँले फेरि तपाईँको स्टुडेन्टले 16 घन्टा मात्र काम गर्न पाउँछ नि त, 16 घन्टाको कन्ट्र्याक्ट बनाइदिन्छ। अनि अब आइएनडीमा अप्लाई गर्नुपर्छ, आइएनडीमा अप्लाई गरेर तपाईँको त्यहाँबाट अप्रुभल यो मान्छेले काम गर्न पाउँछ है भनेर अप्रुभल आइसकेपछि मात्र तपाईँहरूले काम गर्न पाउनुहुन्छ। नभए धेरै जस्तो काम गर्ने ठाउँमा तपाईँहरूलाई त्यहाँको अप्रुभल नआइन्जेलसम्म काम गर्न दिँदैन। अनि सो त्यसको लागि पनि कसैको त 2 हप्तामै आउँछ, कसैको 1 महिना 1.5 महिना 2 महिना दिन्छ। सो मेरो कोही साथीहरूको 1-2 हप्तामा आएको थियो, मेरो नि 2 हप्तामा कता अप्लाई गर्दा 2 हप्तामा आउँछ, कता टाइम लगाइदिन्छ। सो त्यसरी गर्दा तपाईँको 2-3 महिना त यतिकै बित्छ होइन सुरुमा आउँदाखेरि काम नपाएर। अनि त्यसपछि काम पाउनुभयो, अब कलेज जानु पऱ्यो, कलेजमा नि काम कलेज मिलाउन अलिक गाह्रो नि हुन्छ। कलेजमा अहिले फेरि एटेन्डेन्स पुगेन भने त कलेजमा आफ्नो दिनुभएको लिभिङ एक्सपेन्सेस फेरि रिटर्न गर्दैन, 13% एटेन्डेन्स पुगेन भनेर तेरो यो रिजन देखाउँछ। सो कलेज पनि जानु पऱ्यो, काममा नि गर्नु पऱ्यो, यताउति सबै मिलाउँदाखेरि अलिक गाह्रो नै हुन्छ। सो सबै हेरेर बुझेर आउनु होला। सिचुएसन अहिले पहिलाको जस्तो छैन यहाँ नेदरल्यान्डमा। पहिला चाहिँ अब 2 वर्ष अगाडि अर्को गभर्मेन्ट थियो, तिनीहरूले एकदमै लुजै थियो, तर अहिले न्यू गभर्मेन्ट आएपछि स्टुडेन्टहरूलाई एकदम टाइट गर्न थालेको छ। अब पहिला तपाईँहरूले आफ्नो कम्पनी रेजिस्टर गरेर डिफ्रेन्ट प्लेटफर्महरूतिर काम गर्न सक्नुहुन्थ्यो, अहिले त्यो सिचुएसन छैन, एकदमै गाह्रो क्रिटिकल सिचुएसन छ। सो म त्यही भन्छु, अब आउन चाहनुहुन्छ भने तपाईँको इच्छा, नभए जानेर बुझेर अरू अप्सन पाउनुभयो भने अरू कन्ट्रीतिर जानु होला। त्यही अब तपाईँहरूलाई युरोपै छिर्नु छ यताउति भनेर आउनुहुन्छ भने 20-30 लाख खर्च गरेर आउनुहोस्। अब तपाईँहरूले भोग्नुहुन्छ पछि अनि बुझ्नुहुन्छ यहाँको सिचुएसन के छ कस्तो छ भनेर। अब आउँदाखेरि सकेसम्म एम्स्टर्ड्यामभित्रै भएको कलेजहरू चुज गर्नु होला। एम्स्टर्ड्याम बाहिर जानु पऱ्यो भने तपाईँहरूलाई ट्रेनको खर्च एक्स्ट्रा बढी लाग्छ। सो जहाँ हुन्छ आउने जाने गर्दाखेरि। सो नेदरल्यान्ड आउँदै हुनुहुन्छ भने वेलकम छ तपाईँहरूलाई। म आफूले सक्दो प्रयास हेल्प गर्न खोज्नेछु। तपाईँहरू यदि मलाई मेसेज गरेर कन्ट्याक्ट गर्नुहुन्छ भने त्यही नै हो सिचुएसन यहाँको। अब काम पाउन, रुम पाउन, एड्रेसहरू पाउन एकदमै गाह्रो छ। सो आजको लागि भिडियो यति नै, लास्टसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद।
भिडियो राम्रो लाग्यो भने लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु नभुल्नु होला आजको लागि यति नै है त गाइस बाई बाई सी यू इन द नेक्स्ट भिडियो